2,000 years later. हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ मनकामनादेखि भिडियो बनाउँदैछु। जति पनि अब भक्तपुरदेखि मनकामना चाहिँ हामी हिजो आएको हो। जति पनि भिडियोहरू छ सबै टिकटकमा मैले भर्टिकलबाट खिचेको थिएँ होइन, त्यही भएर टिकटकमा आउने छ त्यो चाहिँ भक्तपुरदेखि चाहिँ मनकामना गेटसम्म चाहिँ। अनि आज चाहिँ गेटदेखि चाहिँ मनकामनासम्मको चाहिँ भर्टिकलबाट युट्युबमा चाहिँ भिडियो आउनेछ। यो त युट्युबमा मात्र आउँछ होइन, हाम्रो त्यो टिकटकमा चाहिँ म हाल्दिनँ। यो आजको म चाहिँ भर्खर उठेको क्या, त्यो भएर मुखसुख सबै सुनेको छ क्या। हिजो निन्द्रै लागेन क्या, लामखुट्टेले टोके गरेर होइन। अनि त्यसमाथि पनि के भन्ने अब, निन्द्रै लागेन नि मलाई त, कस्तो अनकम्फर्टेबल भयो क्या। त्यो भएर सुत्न पाएन, गाह्रो लाग्यो मलाई चाहिँ। अनि हामी चाहिँ भुप्पु भन्ने चाहिँ होटलमा बसेको हो कि। अनि बाहिरको यो मौसम हेर्नु होइन, बाहिर चाहिँ कति खतरा छ क्या यता है। बाहिर त लास्टै खतरा छ नि, यता उस्तो लागेको छ यता माथि होइन। अहिले चाहिँ यस्तै 6:30 भयो नि, 6:30 बजेको अलार्म लागेको थियो होइन। अनि दाइ र म चाहिँ आएको थिएँ। अनि दाइ चाहिँ टोइलेट जानुभएको छ। अनि म पनि अब दाइ आइसकेपछि म पनि फ्रेस हुन्छु, अनि टोइलेट जान्छु। अनि त्यसपछि चाहिँ अनि फ्रेस भएर चाहिँ अब लुगा लगाएर चाहिँ अब टिकट काटेर अनि मन्दिरतिर चाहिँ जाने प्लान चाहिँ गरिरहेको छौँ हामीले चाहिँ। अब के हुन्छ हेरौँ। मैले चाहिँ घरबाट यति सामान चाहिँ लिएर आएको थिएँ, चाहिँ एकदम इम्पोर्टेन्ट छ, तपाईँहरूले पनि ल्याउन सक्नुहुन्छ। सकिसकेपछि चाहिँ मैले एकछिन भिडियो बनाएँ। अनि त्यसपछि चाहिँ म फ्रेस हुन गएँ। अनि फ्रेस भएर म बाहिर पनि आइसकेको छु। फ्रेस भएर आइसकेपछि त म खतरा देखाएको छु नि है। ल साथीहरू, म चाहिँ फ्रेस पनि भएर आइसकेको छु। अब लुगा मात्र चेन्ज गर्नु बाँकी छ होइन। मुख धोएर आइसक्यो। अनि त्यसपछि टोइलेट गराएँ होइन। अब त्यही हो, अब जस्ट ड्रेसमा लगाउनु बाँकी छ। अनि त्यसपछि चाहिँ मन्दिर जाने। साथीहरू, अब म चाहिँ ढिला नगरिकन अब म रेडी हुन्छु। ल अब चाहिँ लुगासुगाहरू पनि सबै लगाइसकेको छ। अब फ्रेस भएर चाहिँ लुगासुगा पनि अब लगाइसकेका छौँ। अब हामी चाहिँ अब टिकट काट्न जान्छौँ। हाम्रो के अरे यता होटेलबाट नजिकै छ क्या त्यो टिकट काट्ने ठाउँ। त्यो भएर चाहिँ सजिलो भएकोले चाहिँ अलिक ढिला नै जाने सोचिरह्यो नि। अहिले 7:30 जति भयो होला होइन। अहिले चाहिँ जानु लागिरहेछौँ। यताको त्यो वातावरण चाहिँ एकदम राम्रो छ क्या हेर्नु है, कस्तो हरियाली छ क्या यता। अचानक माथि पुग्ने बेला कस्तो हुन्छ होला एक्सपिरियन्स, मलाई त्यो चाहिँ हेर्न मन लागिरहेछ। गेट खोलेको छैन रे साथीहरू। अहिले हो नि कति, अहिले 7:30 भइसक्यो, त्यो पनि गेट त खोलेको छैन यता। अनि यता चाहिँ हाम्रो त्रिशुली डाँडा भयो होइन, आई मिन के अरे त्रिशुली भयो, त्रिशुली नदी भयो, त्रिशुली रिभर भइहाल्यो। अनि यता चाहिँ मनकामनाको गेट। अनि यता माथि चाहिँ केबल कारको त्यो रहेछ। अनि हामीले चाहिँ यो होटेलमा चाहिँ बस्या, पोपो सैनिक होटेल भन्नेमा चाहिँ। त्यही हो, रमाइलो छ यता त, खतरै लाग्यो मलाई चाहिँ। अब टिकट काट्नुपर्छ, अब टिकट काट्नु नजिक जान्छौँ अब। चाहिँ यता टिकट काट्यो है।
यता पनि टिकट काट्ने ठाउँ छ यता पनि, तर यता चाहिँ बन्द छ। अब यता पनि छ, यता पनि छ, पसलमै टिकट काट्ने ठाउँ त छ, तर यो गेट चाहिँ कति बजी खोज्छ त थाहा छैन फेरि। ल हाम्रो टिकट पनि लिइसकेका छौँ होइन, टु वेको टिकट लिइसकेका छौँ। 770 लेखा रहेछ, 770 चाहिँ परेको रहेछ टिकटको चाहिँ होइन। तपाईँहरू मनोकामना आइसक्नु भएको छ भने उहाँको चिया तपाईँहरूले खाइसक्नु भइसक्यो होला। चियामा चाहिँ पुदिना पनि हाल्ने रहेछ यता चाहिँ, हाम्रो उटाउरा भएर त्यस्तो के पनि हाल्ने रहेछ होइन, चिया चिनी चियापत्ती मात्र, यता चाहिँ पुदिना पनि हाल्दो रहेछ। अब चिया खान्छ अनि त्यसपछि चाहिँ अब हल्का फुल्का फोटो पनि खिच्छौँ होला होइन। अहिलेसम्म पनि गेट त खोला छैन यता, त्यही भएर प्रायः जस्तो ठुलो गाडी आउँछ क्या रात। हाम्रो लोकल बस चाहिँ खासै छैन क्या यता, लोकल बस चाहिँ अहिले छैन। अब पछि अब हुन्छ कि है। ल साथीहरू यताबाट चाहिँ नि गाडीहरू चाहिँ यताबाट जान्छ होइन, अनि यता सानो बाटोबाट चाहिँ अब हिँडेर जाने रहेछ भनेर थाहा पाएँ। यताबाट चाहिँ हिँडेर जान्छौँ। अब हामी अहिले कति बजेर अहिले चाहिँ 8 बजेर 2 मिनट गयो होइन। अब हेरौँ खुला हो कि होइन, खुल्न लाग्यो हो के गर्न लागेको छ त्यो थाहा छैन। यता चाहिँ हेर्नु अब सबैजना चाहिँ यताबाट जान्छ कि सबै गाडीहरू चाहिँ, हामी चाहिँ केबल कारबाट जाने हो नि त, त्यसैले मान्छे धेरै छ, एउटा दुईवटा तिनवटा चार पाँच कति छ, धेरै चाहिँ छैन अहिले होइन। त्यही हो, गेट खोल्छ, गेट पनि खोल्यो। विनम्र अनुरोध, परिवार लैजान निश्चय के लेखा छ। एक बाटो चाहिँ गाडी जाने ठाउँ रहेछ, अनि तल पार गरेर चाहिँ टेबल कारको टिकट काट्नुपर्ने रहेछ। यो चाहिँ त्रिशुली नदी हो, हेर्नु त केबल कार चाहिँ यताबाट जाने रहेछ, अनि माथि जाने रहेछ होइन। फेरि कहिले त रामा आएको छैन, त्यही पनि पुरा फुल फ्रेस छ क्या। हिजो त रातभरि बेसरी पानी परेको थियो क्या, त्यो भएर आज मौसम सफा छ होइन। अब पानी चाहिँ नपरे नि हुन्छ होइन, परे पनि अब त्यही राति परे मात्र हुन्छ, किनभने अरू ठाउँमा पनि घुम्नुपर्छ क्या। फेरि च्याउ हुन्छ, फेरि अरू ठाउँमा घुम्दा पनि पानी पऱ्यो भने। यताबाट चाहिँ गाडी जाने रहेछ होइन, अनि हामी यता साइडबाट चाहिँ हिँडेर जाने रहेछ थाहा पाएँ। खोला चाहिँ खट्ट लाग्यो भने चन्द्रगिरीको खोला, चन्द्रगिरीको होइन कि त्रिशुलीको खोला। अब हामी यताबाट जान्छौँ होइन। अब त्यता खै अब तल नै होला कि त्यो है, तर हाम्रो त्यो चन्द्रगिरीमा चाहिँ माथि यस्तै घरेङ चढेपछि आउँछ क्या, अनि यता चाहिँ तल रहेछ त्यो केबल कारवाला बक्स। ल फाइनली चाहिँ हामी यो गेट घरमा चाहिँ पुग्यो, मनोकामना केबल कारको गेटमा चाहिँ पुग्यो। गेट भन्दा पनि अब त्यता चाहिँ पुग्यो होइन। अब यता माथि यो घरमा चाहिँ अब केबल कार हुन्छ नि, यता माथि जाने। त्यो चाहिँ एकदम कडा लाग्यो मलाई है, सफा छ, शान्ति छ होइन, काम नलागेकोले होला, एकदम राम्रो छ। इन्द्रसत महादेव रे यता चाहिँ टिकट काट्ने रहेछ होइन। हामीले जुन चाहिँ बाहिरबाट काटिसकेका छौँ, अब टिकट लिन्छु। ए यो चाहिँ अलिकति नपट्यायो अरे होइन, पट्यायो भने चाहिँ त्यो स्क्यान हुँदैन अरे। यता फ्यान छ, जस्तो तपाईँहरूले चाहिँ अब टिकट काट्ने बेला बाहिर नै काटिने हुन्छ, यता काटिने हुन्छ होइन। तर 4 पुग्नुपर्छ भने चाहिँ बिहानै आउनुहुन्छ भने चाहिँ बाहिरै काट्दा राम्रो। बोका लाने बाटो, कत्रो मान्छे हो माइ गड। यता अहिले हामी
आउने बेला त 10-15 मात्र देखाएको थियो, अहिले त तन्नै रहेछ त मान्छेहरू त है। तर हामीले फोटो खिच्नेमा धेरै टाइम लगाएको छ क्या, त्यो भएर चाहिँ हो। टोयले जाने भने टोयलेट पनि छ। अब चाहिँ कस्तो हुन्छ होला आजको दिन। अब मनोकामना आइसकेको छैन, 2-3 वर्ष भइसक्यो नि म यता आउँछु भनेर भनेको चाहिँ। फाइनली चाहिँ म अब आइसकेको छु। अब त्यस मन्दिर मात्र पुग्न बाँकी छ। अब के भन्नु, तर मैले सुने होइन यो मनोकामनामा चाहिँ एकदम ठुलो छ अरे क्या त्यो डोरी चाहिँ। चन्द्रगिरी भन्दा पनि लामो छ क्या डोरी चाहिँ। अब हेरौँ कति टाइम लाग्छ त्यहाँ मन्दिरसम्म पुग्नको लागि चाहिँ। अहिले चाहिँ मान्छेहरूको भिड चाहिँ धेरै जस्तो लाग्यो मलाई चाहिँ होइन, धेरै नै लाग्यो। धेरै छ नि मान्छेहरूले हेर्नु है, कति धेरै छ यता मान्छे त। म त हेर्नु सोचेँ क्या, हाम्रो त 5 मिनटमै पालो आउँछ सोचिरहेको थिएँ क्या। 5 मिनटमा चाहिँ पालो नआउने रहेछ। 4 आएको थियो त्यही पनि पालो चाहिँ नआउने रहेछ, थाहा पाएँ। त फोटो खिच्ने ठाउँ धेरै भएकोले पनि होला क्या, टाइम वेस्ट भएको क्या। 1 घन्टा आधी घन्टा त यतिकै लाग्छ क्या फोटो खिच्नको लागि नै। त्यो भएर पनि पोस्ट आए पनि लास्ट भएको जस्तो फिल भएको हो क्या खास। अनि यताको डेकोरेसन हेर्दा चाहिँ होइन एकदम राम्रो छ। यता यहाँ हाम्रो भालेश्वर मन्दिर छ नि, त्यस्तै टाइप्सको होला कि है। यता पनि त्यस्तै छ, त्यस्तै छ मन्दिर चाहिँ, त्यस्तै रहेछ। A few moments later. यो हाम्रो टेबलमा कसरी के देखाइन बाबु यता हेर न। बस्न पनि खाना खाने भए पहिले भन्नु है, तपाईँको नजाने साथीलाई भनेर जानु होला नानी मन्दिर। म त खाना कि खै नले खाना आमाले खाना रोटी दही खाना पर्छ। शीतल हुन्छ, अलिक काम गर्न दुःख भने मात्रै, नत्र त मौसम त यहाँको त यस्तो मौसममा बस्नु चाहिँ हाम्रो आमालाई राख्ने पाएको खुब हुन्थ्यो होला। एकछिन बसेर नलाग्दा कुटिने हिँड्दै गर्दैन। यति एउटा घरि किन्ने भन्नुपर्छ क्या लोकेलाई। त्यो बारीको पाटो त्यहीँ काँक्रा लगाउँथ्यो, त्यहीँ यहाँ पार्टी पनि हुन्छ नि, पार्टी पनि है। यो कमाले घर बनाएको यही धारा छ त्यहाँ घर गाउँमा छोडेको। बजार हुन्छ तर टाइम लाग्छ होला, धेरै टाइम लाग्छ। काब्रो फुलेको त्यस्तो भएको हाँस्दै के अरे 2,000 years later. यता त स्विमिङ पुल पनि रहेछ क्या एउटा है। यता कुन चाहिँ एउटा मनोकामना, यता चाहिँ एउटा स्विमिङ पुल पनि रहेछ भने फाइनली पुगेन। त्यसपछि यताबाट छिरिसकेपछि डाइरेक्ट यस्तो आउँछ। मसँगै लिएर आएको छ दिदी। हजुर भन्नु न। ए म त्यहाँ गएर आउँछु पक्नु। हेर म त्यहाँ गएर आउँछ क्या, त्यो भएर पक्नुहोस्। बरु 1000 रुपियाँ लिएर जानुहोस् न, पैसा दिएको भए त दिन्थेँ है। यता छिरेपछि यसरी ल्यायो भन्ने रहेछ, यसरी माग्ने रहेछ। तर हामीले चाहिँ रेसिपी पनि लिएन, तर घरबाट लिएर आएको भने घरबाट नि हुन्छ क्या। त्योहरू मैले पनि नलिएको हो पसलहरू पनि कति छ। जस अहिले शान्त भयो अहिले चाहिँ यता पनि। तर घरबाट ल्याएको घरबाट नि हुन्छ क्या, त्यो भएर पनि मैले नल्याएको है। यताकै हुन्छ नि त, बरु त्यहाँदेखि लिएर आएको सामान होइन चरायो भने चाहिँ अलिक कितना चाहिए? 5 मिनटको यात्रापछि चाहिँ 5 मिनटको हिँडेपछि चाहिँ होइन भर्याङबाट हिँड्नुपर्ने रहेछ होइन। 5 मिनटको भर्याङबाट हिँडिसकेपछि चाहिँ पुग्ने रहेछ यता मनोकामना मन्दिर। निःशुल्क जुत्ता सुरक्षा सेवा पनि लेखाएको छ होइन।
पुग्यो मनकामना पुग्न त पुगेँ मान्छे खासै छैन अब जुत्ता फकाल्छ है म पनि अब जुत्ता फकाल्नु पर्यो ल जुत्ता पनि हालेँ मैले होइन यता त कस्तो चिप्लो छ मनकामना यस्तो चाहिँ हुने रहेछ त है तर मैले सोचे भन्दा चाहिँ अलि अर्कै रहेछ मैले चाहिँ खास चन्द्रगिरीको जस्तो सोचेको थिएँ मैले चाहिँ होइन तर ठिकै छ होइन अब यता आएपछि चाहिँ होइन मनको कुराहरू पुरा हुन्छ अरे होइन तर आज चाहिँ मैले धेरै कुराहरू चाहिँ यता आएर चाहिँ माग्ने छु होइन अब पुरा हुन्छ कि हुँदैन होइन विश्वास त छ होइन पुरा हुन्छ भनेर त्यही हो यस्तो हुने रहेछ त है मनकामना मन्दिर फाइनली पुग्यो मनकामना मन्दिर होइन अब तपाईँ के अरे मनको कुरा पुरा गर्नको लागि चाहिँ यता आउनु पऱ्यो होइन अब फोटोहरू खिच्नको लागि अब रमाइलोहरू गर्नको लागि चाहिँ चन्द्रगिरी ठिक जस्तो लाग्यो मलाई चाहिँ होइन ठिकै लाग्यो भित्र अब जानुपर्छ अब कस्तो हुन्छ यता चाहिँ अब के भन्नै आएन मलाई त यता सबै यस्तो हिजो त्यो पानी परेको सबै सेतो सेतो छ होइन सबै सेतो सेतो छ यता मनकामना माइकी यसो लेखाएको छ त साथीहरू मलाई चाहिँ के लाग्छ थाहा छ जस्तै तपाईँहरू यता मनकामना आउनुहुन्छ भने चाहिँ घरबाट नि यसरी बोकेर आउन चाहिँ ठिक जस्तो लाग्छ मलाई है किनभने घरमा एउटा के अरे घरमा पनि एउटा लक्ष्मी हुन्छ अरे क्या देउता होइन अनि लक्ष्मीको के कुराहरू यता ल्यायो भने त मनको कुरा किन पुरा नहोला नहोला अरे होइन त्यही भएर चाहिँ मैले लिएर आएको छु घरबाटै यताबाट मैले के पनि लिएन अब जे छ होइन अब घरबाटै यता चढाउँछु अब म चाहिँ के गर्नु लाग्छ मैले 2 पुरा बिस्कुट लिएर आएको छु होइन एक पुरा चाहिँ म नि कुकुर त्यहाँ 2-जना कुकुर बसिरहेको छ क्या 2-3टा खुवाउनु पर्ला जस्तो छ क्या है पुण्य पाउला कि है त्यसैले यता बसिरहेको छ म खुवाउँछु है अब म खुवाउँछु एक पुरा अनि यो चाहिँ होइन यो चाहिँ त्यहाँ चढाउँछु अनि ठिक हुन्छ धेरै त छैन एउटा उनीहरूले त खायो बिस्कुट नि खायो लौ उसले चाहिँ खायो होइन एउटाले चाहिँ खायो म धेरै चाहिँ एक कुरा मात्रै दिन्छु किनभने एक कुरा त्यहाँबाट पनि कुकुर एकजना हेर्दैछ भने हौ कस्तो हुन्छ म ल मैले एउटा चाहिँ यता खुवाएँ होइन एउटा चाहिँ खुवाएँ अब त्यहाँ एउटा खुवाउँछु त्यहाँ एउटा खुवाउँछु उसले यसले चाहिँ खाएन क्या फेरि यसले चाहिँ खाँदै खाएन भने यसले खानुपर्ने खाँदै खाएन अब उसलाई खुवाउँछु ल टुक्रा नै भएछ भने टुक्रा भएछ खाँदैन होला टुक्रा भएपछि त खाएन भने है नखाने खाने मान्दैन तर यता हेर्ने 4जना कुकुर छ होइन जस्तै 3जनालाई चाहिँ खाएन होइन 3जनाले चाहिँ खाएन यसले पनि खाएन होइन त्यो अगाडिको कुकुरले चाहिँ खाएछ त्यस 2जना कुकुरले चाहिँ खायो जे हो अब अरूले त खाएन होइन यतिकै हाल्छु होइन नदिएको होइन अघि नखाएको अब खायो भने म गइसकेपछि चाहिँ अब एउटा दिन्छु
न एउटा चायको चाहिँ इच्छा पुऱ्याउनुपर्छ है ल दिएँ मैले दुईजनालाई एउटा एउटा उसले अर्कोले खाइदियो भने त्यो पनि म चाहिँ धेरै चाहिँ दिँदैन है म चाहिँ किनभने मसँग पनि छैन नि त त्यो भएर